नमस्ते आमा दिदीबहिनी दाजुभाइ सबजना सन्चै हुनुहुन्छ हैन म नि सन्चै छु हैन र के छ तपाईहरु खबर अनि यस्तो सिबार गाइनेको भन्नु होला हैन ट्याक्क जुत्ता सुत्ता गाइनेको भन्नु होला हामी चाहिँ अब सुनवल हिँडेको हैन ठुलमाइजीका हैन ट्याक्क अब गइन्छ आज चाहिँ मसँग 3 जना हाम्रो अझै 2 जना साथी हुनुहुन्छ हाम्रो मम्मी हाई मम्मी धेरै पछि चाहिँ भ्लगमा देखिनु भएको छ हैन मम्मी नदेखेको धेरै चाहिँ भयो के मम्मी अलि व्यस्त हुनुहुन्छ के काममा त्यही भएर म लिन त जान्छु तर भ्लग चाहिँ बनाउन के किनभने मम्मी आउँदाखेरि फ्रस्ट्रेसन हुन्छ कामको त्यही भएर बनाउन चाहिँ अलिकति मिल्दैन अनि यता चाहिँ हाम्रो विद्या सिस्टर अब यिनले चस्मा हारिहाल्छिन् फेरि यहाँ मुखतिर अलि यताउता राम्रोसित देखाउँछु हजुर अनि मम्मीहरूले चाहिँ मलाई छोडेर अगाडि गइसक्नु उहाँ किनभने म यहाँ यसो पुस्तक पसलमा पसेको थिएँ किनभने इयरफोन लिउँ भनेर हो क्या किनभने एडिटिङको लागि काम लाग्छ नि त फेरि उहाँ गएर फेरि शान्तमा एडिटिङ गर्न मजा लाग्छ क्या मलाई फेरि अब घाम त घामै छ तर टोपी चाहिँ आज क्याप चाहिँ लाएन मैले यत्तिकै हिँड्ने मेस्छ भनेर होइन अनि के मलाई ठ्याक्क 500 रुपियाँ दिनुभएको थियो कि इयरफोनहरू किन्न भनेको त्यहाँ मैले खोजेवाला इयरफोनै भ्याइयो रहेछ क्या मैले राम्रो क्वालिटीको हेर्छु त्यही भएर अनि हामी चाहिँ चोकमा आइयो चोकमा अनि गाडीको चाहिँ भिड त लस्करै छ है यस्तै सुन्नुभयो हेर्न सक्नुहुन्छ बस फेरि यस्तो बवाल बसेर आउँछ नि होइन अनि मम्मी चाहिँ त्यहाँ फ्रुटी लिन जानुभयो है त्यही भएर अब त्यहाँ आटोतिर गरेर अब त्यहाँबाट सर्लक्क गाडीमा चाहिँ हामी निस्किन्छ हावा एकदम बवाल लाएन गाडी त आयो उता आउनलाई हेर्नु नि यहाँको बुटो सुटो पुरै काट्दै क्या तर ल गाडी आयो हामी चाहिँ अब चढे मेसैमा म चाहिँ हस्पिटल लाइन आएँ होइन हस्पिटल लाइनको चाहिँ क्राउड चाहिँ यस्तो छ आज होइन हेर्न सक्नुहुन्छ त्यो क्रेन हेर्नु न हरियो ठुलो यार तर निस्केको हामीले अलिक पहिला पनि अलिक निस्किन्छौँ अझ त्यति छिटो होइन आनन्दले हो निस्केको होइन आनन्दले जाने भनेर होइन अलिकति हेर्नु न त्यहाँ कस्तो ठुलो क्रेन हो क्या त हस्पिटलको काम चलिराखेको हस्पिटल बन्दैछ नि त ठुलो होइन कति टलेको पनि 13-14 टलेको बन्दैछ अनि आवाज आएन भने माफ पाऊँ होइन किनभने अलिक गाडीको क्राउड धेरै छ क्या हरेक ट्राफिक यताउति छ हेर्नु न जहाँ गाडी आएको आए छ हेर्न सक्नुहुन्छ होइन अनि हामी ट्याक्क 3 जना विजयको पात आउँछ त्यस्तै यहाँ गाडी आएको आइछ एकदम गलत बोल्नु भएको छ फ्यामिली यस्तो उसमा चाहिँ भ्लगमा चाहिँ उहाँले यो चाहिँ एकदम गलत गर्नुभयो क्या उहाँले तर नि केही भएन हामी चाहिँ अब ट्याक्क गर्दै त्यस्तो आनन्दले निस्किन्छौँ होइन हामी चाहिँ केरा किन्न हामी होइन लैदिनु पऱ्यो केरा यहाँ ट्याक्क भेट्यौँ यतातिर होइन अब गाडी त्यहाँ आउँछ ग्राउन्डलाई उताबाट अब हामी पर्खिन्छौँ हेर्न सक्नुहुन्छ यही नजिकबाट पनि देखाउँछु मैले त यार भेन एकचोटि त आएको बुटो त्यति बेला चाहिँ राम्रो हेर्न पाइनँ जस्तो आत्तुरी थियो क्या तर अहिले चाहिँ राम्रो हेर्न पाइयो क्या त्यहाँ छडछडहरू हालिसकेको छ नि हस्पिटल गाडी आयो ल हामी चाहिँ गाडीमा चढ्छौँ हेर्नु न बाटो कस्तो हेर्नु यस्तो बाटो बनाउनु थाले रहेछ यतातिर हेर्न यो साइडतिर हेर्न सक्नुहुन्छ बाटो यस्तो छ नि झ्याङ पारे होइन हेर्न सक्नुहुन्छ यहाँ हामी चाहिँ 3 जना यहाँ बस्यौँ ड्राइभर अङ्कल हेर्न सक्नुहुन्छ बाटो पुरै बनाउनु थालेको क्या त्यहाँदेखि जेसिबी रोलरवाला त मसिन हेर्न सक्नुहुन्छ चारैतर्फ पछाडितिर यसो देख्यौँ कि एक्सिडेन्ट भएको हल्का त्यस्तो हल्का उफ्रिँदै बाटोबाट सर्लक्क जो चाहिँ थम्बनेलमा देख्न सक्नुहुन्छ होला होइन राम्रोसित भिडियो खिच्दा नि पाइनँ कि त्यही भएर अब भिडियोको क्लिपबाट मैले चाहिँ स्क्रिनसट गरेँ क्या त्यही भएर अनि हामी चाहिँ कहाँ गयो हेर्नु खैरेनी भन्दा अगाडि लागिसक्यो होइन अब चाहिँ हामी यहाँ फेरि निस्क्यौँ सुनवल आउँछ एकैछिनमा अब सुनवल आयो होइन अनि हामी कसरी चिनिन्छ भन्दाखेरि पुरानो हुलाको निर भन्छौँ कि हुलाको पनि पुरानो एकदम होइन पुरानो हुलाको
अनि हेर्नु न अब घाम डुब्न थालिसक्यो है हामी अब पुग्यौँ भन्नुपर्दा यसपल्तिरको गल्लीमा त हो जो नि घर त्यही भएर हामी अब पुगिसक्यौँ होइन अब अरूभन्दा नि यस्तो अत्ताह घर गर्ने अनि हामी चाहिँ आइयो त्यो माथि कुरेर बस्नु रहेछ होइन ट्याक कामले गरेर खोल्नु चाहिँ माथि बस्छौँ माइजू त्यति बस्नु भयो नानी र माइजू होइन अनि हामी आएर त्यसमा यसो गफ गरेर राख्यौँ होइन अनि यहाँको वातावरण हेर्न सक्नुहुन्छ सायद घाम पनि डुबिसक्यो होला अनि चाहिँ यता नानी हेर्न सक्नुहुन्छ होइन उता माइजू हुनुहुन्छ काम गर्दै होइन ठ्याक्क नानी उतैदेखि होइन अब काम गर्दै हुनुहुन्छ अनि त्यही भन्दै म अब यो भ्लगलाई पनि एन्ड गरिदिन्छु होइन अब चाहिँ यो भ्लगलाई हँसाइ कि त्यही भन्दै मैले आजको भ्लग एन्ड गरिदिन्छु होइन सो आजको यति प्रेम त्यसको लागि कुर्दै गर्नु होला बाई बाई सो यति भन्दै आजको भ्लग एन्ड गर्छु सो आजको लागि यति फेरि भिडियो दिएर आउँछु त्यसको लागि कुर्दै गर्नु होला बाई बाई